अहिले हामी चाहिँ मध्य प्रदेशको राजधानी जनकपुरमा छौँ र त्यो पनि पवित्र स्थल जानकी मन्दिरको अगाडितर्फ छौँ। यो मन्दिरको अगाडि जसरी चाहिँ युवाहरू भेला भएका छन्, यो युवाहरू त्यतिकै भेला भएका होइनन्। अब चाहिँ आजित भइसकेका छन् युवाहरू। जसरी चाहिँ हिजो चाहिँ बानेश्वरमा हाम्रा युवा दाजुभाइ दिदीहरूले जसरी चाहिँ ज्यान गुमाउनु भयो र जसरी चाहिँ हाम्रो केपी ओली सरकारले चाहिँ राइफल तानेर गोली हान्न लगाउनु भएको थियो, त्यो प्रति चाहिँ त्यो विरुद्ध प्रति यसरी चाहिँ युवाहरू जङ्गिएका छन् र यो युवाहरू अब चाहिँ चुप्पा लागेर बस्दैनन् भनेर यो संकेत हो। र यो चाहिँ आउँदो 2084 को लागि मात्रै नभएर त्योभन्दा पहिले तपाईहरूलाई यो देश छोड्न चाहिँ बाध्य बनाउने छन्, त्यो चाहिँ विचार गर्नु होला। म एउटा सञ्चारकर्मी पछि हो, म एउटा सञ्चारकर्मी पछि हो, म यो देशको नागरिक हो, म यो देशको नागरिक हो र युवा पनि हो। यो पनि सुनिदिनु होला। अहिले जुन यो हाम्रो युवा पुस्ताहरूलाई आन्दोलन गरेको जेनजेको आन्दोलनमा जुन हाम्रो भाइहरूलाई नेपाल आमाका सच्चा पुत्रहरूलाई यी नेपाल आमाको इज्जत लुट्ने लुटियाहरूले जुन लुटेको छ हामी लुट्न दिँदैनौँ। हामी नेपाल आमाको लागि छातीमा गोली खान तयार छौँ। केपी ओलीले आज नै राजीनामा दिनुपर्छ। यो हाम्रो लागि धेरै दुःखद घटना हो। केपी ओलीले राजीनामा दिनुपर्छ। एउटा अझै कुरो म तपाईँहरू माझ जोड्न चाहन्छु। कृपया ध्यान दिएर सुनिदिनु होला, हल्का ध्यान दिएर सुनिदिनु होला, हल्का ध्यान दिएर सुनिदिनु होला। एकैछिन तपाईँहरू पनि युवा हुनुहुन्छ, म पनि यो देशको नागरिक हो, सञ्चारकर्मी पछि हो, म यो देशको नागरिक र सँगसँगै म यो देशको युवा पनि हो। त्यही भएर म एउटा कुरो भन्न चाहन्छु, जसरी हाम्रो दाजुभाइ युवाहरूले जान गुमाएका छन् नि, उनीहरूको रगत जुन बगेका छन् नि, त्यो रगत चाहिँ पानीमा चाहिँ साबित नहोस्। यो चाहिँ विचार गर्नु होला। हैनन् भने तपाईँ हामी चाहिँ कहिले समयसम्म नै निस्किनुपर्छ। जनताको घरमा आगो लाग्छ अनि त्यसमा त्यो बढाउने यन्त्र आउनमा 2 घण्टा लाग्छ। त्यहाँ रघुवीर मास्टरको घरमा आगो लाग्यो 2 मिनेटमा। जनकपुर धामको ठुल्ठुलो व्यवसायीकर्ताहरूको ठुल्ठुलो पसलहरू जल्दाखेरि त्यहाँ चाहिँ छेउमा हुँदाखेरि बारुद यन्त्र चाहिँ नपुग्ने। तर एउटा भनिन्छ नि, उहाँले भनिराख्नु भयो कुनै पनि नेताको जब घरमा आगो लाग्छ या त कतै पनि आगो लाग्छ, हल्का आगोको झिल्को बल्छ भने ठ्याक्कै त्यहाँ चाहिँ बारुद यन्त्र चाहिँ पुग्ने गर्छन्। यो कतिसम्मको विडम्बना। 2 मिनेटमा मात्र आयो। हामीहरूले आगो लगायो होइन, त्यहाँ 2 मिनेटमा पुलिसहरू यताउता सबै कर्मचारी यताउता सबै अबको युवाहरू सचेत भइसकेका छन्, त्यो चाहिँ बुझ्नु होला। अबको युवा चाहिँ तपाईँहरूको प्रलोभनमा चाहिँ पर्ने छैन। त्यो आगो लागेको घरमा थियो, तर पुलिसहरूलाई भन्यो कि हाम्रो साथीलाई बचाऊ, त भन्यो कि होइन तिमीहरू नै बचाऊ, म बचाउन सक्दैन। किन जस्तै नेताको घरमा आगो लाग्छ भने 2 मिनेटमा पाउँछ, जस्तै हाम्रो युवाको घरमा आगो लाग्छ भने 2 मिनेटमा पुग्नु चाहियो। त्यो पुलिसहरूले पनि नेताको गुलाम बने पुलिस अब जनताको गुलाम बन्नुपर्छ। अब यो आवाज त्यतिकै चाहिँ नहोस्। अझै पनि विभिन्न निकायहरूमा विभिन्न कार्यालयहरूमा तपाईँको यो पैसाको बिटो जब दिन्छन् त्यति बेला चाहिँ काम टुक्का टु हुने र पैसा दिँदैनन् भने कामै नहुने। यो राजधानी, यो मध्य प्रदेशको राजधानीका युवाहरूलाई पनि मेरो एउटा अनुरोध छ कि तपाईँहरू पनि जाग्नुहोस्। तपाईँहरू यो जसरी चाहिँ बेकारमा यो यताउता नगर्नु होला। जब कोही मान्छेले गलत गरिरहेका छन् भने टुक्का टु तपाईँहरू चाहिँ आवाज उठाउनुहोस् र सक्नुहुन्छ भने जसरी सक्नुहुन्छ त्यसरी यिनीहरूले जस्तै 20 वटा मान्छेलाई हाम्रो युवालाई मारेछन्, त्यस्तै यिनीहरूलाई केपी ओली रघुवीर सबैलाई मार्नु पर्छ। ज्यानको बदला ज्यान लिनु हामीलाई जाग्नु पर्छ। जय नेपाल, जय युवा, जय नेपाल, जय युवा। अबको युवा सचेत छन्, अबको युवा सचेत छन्, अबको युवा सचेत छन्। केपी ओली केपी ओली यो केपी ओली जे हो सुन्नुभयो जस्तै हाम्रो भाइ आमाको छोराहरूलाई मारेछन्, त्यस्तै नेताहरूलाई मारेर खसाउनु पर्यो।
होली बेटी चोट 20वटा नेतालाई त्यस्तै मार बस नेता सबका घरमा आगि लाग्छ चलो